खै त्यो भ्याउ त खुट्टा गहन माछा ती साना माछा छ नि के छोपेको खाइदिए खाऊ के हो हामी आज चिया पकाउन लाहम कहाँ आएको बाबु पहाडी जिल्लाको छत्रदेव गाउँपालिकामा छौँ यो चौवा फाँटमा आएका छौँ हामीले यहाँ चिया पहिला तयार गर्दैछौँ अनि खाजा बनाउने हो यहाँ बाबुले आगो बालिरहेछिन् हेलो हेलो शिखर के गरेको आगो नखेलाऊ कसैले धान काटेर गइसक्नु भएको छ धान बोक्दै हुनुहुन्छ कतै बिटा बान्दै धान छाड्दै हुनुहुन्छ अब एउटा अरू खदान भएन र ट्र्याक्टर पनि आइसक्यो ट्र्याक्टर पनि फरक छोडेर आउँदै हिँड्यो अरे त्यहाँ धान त पोड्काभरि लिएर जाने भाइ पुतला दिदीले मलाई पुतली बनाइदिनु भएको छ धानको धानको एभिमा त बर्को फालेर कसरी बनाउनुहुन्छ नि दिदी यता घुमाउने बनिहाल्छ कोही ल्याएर सिक्नाइको हो म त बचपनदेखि चाहिँ यस्तो भाँचेको भयो कि भएन कि यस्तो अब यो मोटे